everyone, welcome back to my नमस्ते गाइस आई होप सबैजना सन्चै हुनुहुन्छ होला हामी पनि सन्चै छौँ अनि सो आज हामी चाहिँ गाइस हैन खास भन्नुपर्दाखेरि के रे युट्युबको सर्ट्सको लागि भिडियो बनाउन जाँदैछौँ हाम्रो लोकेसन रहेको छ उता नाला प्लटिङ सो हामी यहाँ गुन्डु भक्तपुरदेखि आफ्नो युट्युबलाई के ग्रो गरौँ भन्ने हिसाबले जाँदैछौँ नाला प्लटिङ अब हामी तपाईँलाई बाटोमा साथै हाम्रो लोकेसनमा गएर भेट्नेछौँ हामी अन द वे हुनेछौँ आई मिन कन्ट्याक्टमा रहनेछौँ जस्ट अन द वे छ है त गाइस सी यु अगेन मलाई नसिका क्या त मलाई नसिका हाम्रो गाउँ आउने चाहिँ गाडी त्यहाँ रहेछ होइन साथीहरू तपाईँहरूलाई हाम्रो गाउँ घुम्न आउनु मन छ भने गुन्डु भक्तपुर घुम्न आउनु मन छ भने यो गाडीमा चढेर ठिमीदेखि आउन सक्नुहुन्छ साथै अहिले हामी फलैचामा छौँ हेर्न सक्नु साथीहरू अर्को रमाइलो चलिरहेको रहेछ यो चाहिँ हाम्रो कल्चर हो नेवारी ड्रेस नेपाली सान देवाली रहेछ देवाली नेवारहरूको देवाली साथीहरू नेवारहरूको देवाली तपाईँहरूको पनि आफ्नो कुल कल्याण मान्ने देवाली सेवाली हुन्छ होला कमेन्ट बक्समा कमेन्ट गर्नु होला अर्को बाटो आइपुगिसकेको छ जहाँबाट नि तपाईँहरू गुन्डु गाउँ आउन सक्नुहुन्छ क्या साथीहरू जस भक्तपुर एरिया आइसके पछाडि काठमाडौँबाट भित्र छिरेर भक्तपुर एरिया आइसके पछाडि गुन्डु जाने बाटो कता हो भनेर सोच्नुभयो भने तपाईँलाई हाम्रो गुन्डु जाने बाटो डल्लै बन्दी देखाइदिन सक्छ यो चाहिँ हाम्रो टर्निङ भाइरल एउटा होइन माम घर जाने पनि राति गयो नि दिउँसै गयो नि घर जाने बाटो चाहिँ एउटा भेट्छौँ साथीहरू हामी तपाईँहरूको गाउँघरतिर चाहिँ गौँ काटिसकेको सकेन होइन साथीहरू यहाँ चाहिँ हाम्रो बाख्रा पालन सब छ होइन साथीहरू दुःख गर्नुपर्छ साथीहरू पैसा कमाउन दुःख गर्नुपर्छ आफ्नो पसिनाको फल खानलाई फेरि छुट्टै मिठो हुन्छ होइन जिन्दगीमा यो चाहिँ गुन्डुको अर्को गाडी है साथीहरू यो चाहिँ भक्तपुर सूर्यविनायकबाट आउँछ हामी हाइवे टेकिसकेका छौँ हाम्रो सुट चाहिँ धेरै टाढा रहेको छ र हामी सुटको लागि जाँदैछौँ देख्न सक्नुहुन्छ अहिले रहेको छौँ हामी सूर्यविनायक चोकमा आइसकेका छौँ साथीहरू अब यहाँबाट हामी हाम्रो अर्को एकजना साथी टिपेर हिँड्नुपर्ने हुन्छ हाम्रो अर्को मोडल टिपेर हिँड्नुपर्ने हुन्छ लगभग 5 किलोमिटर दूर होला यहाँबाट हाम्रो सुटिङ स्पोट अब हेरेको छैन र हामी सर्टकट लिन्छौँ साथीहरू we take a short way to reach there छानी रोजी लुगा लगाउन चाहनुहुन्छ भने तपाईँहरू यहाँ सूर्यविनायकमा भक्तपुर एरियामा होइन आएर सपिङ गर्न सक्नुहुन्छ आफ्नै पैसाले जुत्ता भने जुत्ता ब्याग भने ब्याग चस्मा भने चस्मा लुगा भने लुगा होइन तपाईँहरूलाई सुन लाउन मन छ भने पनि आउन सक्नुहुन्छ हेर्नु सुन अहिले तोलाको 1 लाख चान्सुन छ होला साथीहरू लाउन त के सक्नु र चट्ट लाएर आउन चाहिँ सक्नुहुन्छ तपाईँहरू यो रहेको छ टुरिज्म मार्केट साथीहरू पैसा छ भने झप्प रोक्रा बोकेर आएर होइन मन लागि छानी लिएर जान सक्नुहुन्छ देख्न सक्नुहुन्छ जिन्दगीमा कहिलेकाहीँ लुगा लाउने पैसा नहुँदा त कहिलेकाहीँ डोमी बन्नुपर्ने जस्तो लाग्छ फेरि लुगा त लाउँछ त्यसको भाग्य पो भाग्य त यार खोलाबाडी आए साथीहरू खोलाबाडी देख्न सक्नुहुन्छ नेपाललाई मौसम अलिकति परिवर्तन हुनु हुँदैन खोलाले पनि आफ्नो रङ फेर्छ क्या दुधको चियामा त्यो पनि अहिले पछि सङ्लो पानी आउँछ भनेदेखि होइन बर्खायाममा चाहिँ तपाईँहरूको टक्क लाएर दुधको चियामा रङ फेरिदिन्छ पानीले पनि तल्लै हाम्रो सुट मोडल अर्को सुट मोडल साथीहरू फाइनली हाम्रो टिकट भइसकेको छ होइन अब हामी चाहिँ जाँदैछौँ सुटिङको लागि म 2टा मोडल बोकेर हाम्रो सुटिङ एरिया जाँदैछु सुटिङ लोकेसन हाम्रो नालाको प्लटिङ रहेको छ लेट्स गो गाइज तराई भक्तपुर मन्दिरको खानी हेर्नु संस्कृतिको खानी इतिहास सबै कुराको खानी नि
यो रहेको छ भक्तपुरको अर्को दत्तताई बजार। अब हाम्रो सुटिङ स्पट चाहिँ लगभग नजिकै रहेछ साथीहरू। यही बाटो हुँदै हामी चाहिँ जाँदैछौँ। तपाईँहरूलाई नेवारी पोसाक चाहियो भने भक्तपुर छिर्दा हुन्छ साथीहरू। कालो चस्मालाई भने मकैबारी दर्याम ल साथीहरू यो बाटो हुँदै चाहिँ अब हामी सुटिङ स्पट जाँदैछौँ। यो रहेको छ च्यामासिङ भक्तपुर बागेश्वरी उच्च माध्यमिक विद्यालय। साथीहरू पढ्न आउन सक्नुहुन्छ तपाईँहरू। हामी चाहिँ त्रिपल रोड छौँ है, थोरै बाइकमा त्रिपल रोड लाउरेको काम र कि मलाई के अरे ब्लक नबोला है, फेरि अगाडि अर्को चाक जाला फेरि। A few moments later. एरिया चाहिँ यही हो, देख्न सक्नुहुन्छ। हामी चाहिँ सुटिङ एरियामा इन्ट्री गरिसकेका छौँ। जहाँ गरिनुहुन्छ पुरै ग्राउन्ड हाम्रो किनेर राखेको क्या, प्राइभेट सम्पत्ति 80 करोडमा किनेको। अब हेरौँ कति आउँछ। 1 अर्ब चान्चो आयो भने म बेचिदिन्छु है। कसै को इन्ट्रेस्ट हुन्छ भने भन्नु होला, खबर गर्नु होला। आई विल सेल दिस ल्यान्ड इन 1 करोड प्लस। सुटिङ गरेर त्यो गाई चराइरहेको ठाउँ जाँदै सिक्यो त। घरबाट जस्तो हुलियामा आएका थियौँ त्यस्तो त हामी पक्कै छैनौँ हेर्नु साथीहरू होइन। यस्तै हो नेपालको बाटो, धुलो र छाडो हुनै पर्यो। गाइस फाइनली हामी चाहिँ सुटिङ एरियामा आइसकेछौँ। ल यो चाहिँ सबै मैले किनेर राखेको ल्यान्ड हो। कोही इच्छुक हुनुहुन्छ भने भन्नु होला। यो पुरै प्लट बेचिदिन्छु म। 80 करोडको लगानी हो। 1 करोड चान्चो आउँछ नि म बेचिदिनेछु। र 1 करोड चान्चोबाट तपाईँले 2 करोडसम्म पुऱ्याउनु भ्याउनुहुन्छ। किनकि यो जग्गा चाहिँ एकदम मूल्यवान छ। सो त्यही भएर मैले किनेको हो। 80 करोडको प्रपर्टी हो। तपाईँहरूले लिनुहुन्छ भने 1 करोड 20 लाख है। ल जम्मा जम्मी के अरे 1 अर्ब 20 करोड। सरी म्याथमा फेल भएको, पास त गराएको थियो। यति भयो नि जस्ट भन्यो, बट गल्ती भयो गाइस, सरी। 1 अर्ब 20 करोड है। 1 करोड 20 लाख होइन। हस् सबै आफ्नो धुनमा बिजी छ नि सुट गर्न। ल उहाँ चाहिँ आफ्नै बिजनेस कलमा बिजी हुनुहुन्छ। म चाहिँ अलरेडी बिजनेसम्यान, ल्यान्ड खरिद गरिरहेको छु। तर एकदिन अब साइनको चमक पनि त्यस्तै छ ल्यान्ड किनेर। ल ठिक छ है त भाइ। अब यति नै मेरो भन्नु। हाम्रो सुट सुरु हुन्छ, बिहाइन्ड द स्क्रिनहरू हेर्नु होला, रमाइलो हुन्छ। अनि बाँकी ओरिजिनल भिडियो चाहिँ सक्समा आउनुहोस् है त। A few moments later. चाहिँ यहाँको भिडियो सुट सकिसकेको छ। हाम्रो युट्युब च्यानललाई माया गरेर सबै भिडियो हेरिदिनु होला साथीहरू। आजको भिडियो चाहिँ यति नै हो, प्याकअप भइसकेको छ। टु बी कन्टिन्यू। फेरि अर्को साथीलाई बोकेर अर्को लोकेसनमा गएर फेरि भिडियो सुट हान्नेछौँ। तबसम्मको लागि माया गरिदिनु होला, साथ दिनु होला, साथमा रहनुहोस्। वी विल र च्यानल सब्सक्राइब गर्नु होला। घाम सर्क्यो। अब हाम्रो यहाँको सुटिङ चाहिँ सकिसकेको छ र हामी अर्को लोकेसनमा जाँदैछौँ सुटको लागि। हाम्रो मेहनत चाहिँ कायमै छ। सबैले माया गरिदिनु होला, च्यानल सब्सक्राइब गरिदिनु होला। यताबाट नि जाने बाटो छ। यो भक्तपुरको प्लटिङ, भाइरल प्लटिङ आएर हाम्रो सुट चाहिँ सकिसकेको छ। र अब हामी यहाँबाट हाम्रै स्थानमा ब्याकअप हुँदैछौँ। चोक आइसकेका छौँ। ट्रिपल रोड जान नसकेका कारणले गर्दाखेरि बाइकमा चाहिँ हामी चाहिँ अहिले यहाँ छौँ। साथीहरू सुटमा ताइयो नि के गर्नु, खाजा ल्याउन बिर्सेछ। मकै भटास फुटेर ल्याउनु पर्ने छ घरबाट। कुछ न कुछ तो गडबड जरुर है। फाइनली हामी चाहिँ अहिले सूर्यविनायक गणेशस्थान आइसकेका छौँ। र यहाँ हाम्रो थोरै खाजा पानीको व्यवस्था हुँदैछ। पानी हटाउनु बिर्सेछौँ, गर्मी बढ्दो छ। बिहान पानी आइरहेको भएर हामी खासै मतलब गरेनौँ। तर अहिले चाहिँ हल्का भोक लागे जस्तो नि भयो। प्लस पानीहरू थिएन। बिहान खाजा दिएको पसलो वार्ड यता रहेको छ, टक्क 3 जना प्लस अर्को आउँदै गएको छ। र फोन आइसकेको छ। सी यु अगेन गाइज। ल गाइज हाम्रो 2 जना मोडल चाहिँ आउँदै हुन्छ है। टक्क लाएर ल अर्को मोडल जिल्ला छ हाम्रो च्यानलको सेलिब्रेटी गाइज। बाइक दुइटा चाहिँ म त साधारण मान्छे होइन। टक्क लाएर ल दुइटाको त आवाज चल्दै मजा है। ल क्रममा हामी चाहिँ टक्क लाएर होइन भिडियो सुट गर्दा गर्दा जङ्गलतिर आइसकेका छौँ प्लानिङ हुँदै। ल हेर्न सक्नुहुन्छ हाम्रो मोडलले टक्क आइरहनु भयो। उहाँहरू पनि
स्ट्रगल जारी छ सुटिङ गर्ने क्रममा है त। त्यो गाइज हाम्रो च्यानलका मोडलहरू आइसकेको छौँ हामी यहाँ। मेरो कपाल चाहिँ लास्ट बिगिसकेको छ। हाम्रो सेलिब्रेटी गइसक्नु भएछ हिँडेर। Moments later. ल गाइज फाइनली हामी चाहिँ होइन टक्क लगाएर 1-2टा सुट सक्यो। लगभग 40 टेक खाइयो होला। यस जति टेक खाए पनि मेहनत जारी छ। त्यसपछि हामी भनेको सबैले चढाएको छ धेरै खाजामा बिजी भएका छौँ। गाइज हाम्रो खाजा चाहिँ हेरेको छ है। अन द प्रोसेस आवर खाजा, आवर models, our celebrity and our vehicle is me. After 1 year I will show you new brand car, but this time I am in this struggle. Okay guys, ल गाइस हजुरले खाना आउनु होला टक्क लाएर वाइ चौधरी ग्रुपको कस्तो लाग्यो आजको खाजा? नेक्स्ट टाइम आउँदाखेरि मकै भटास खाना सजिलो बाबु चौधरी ग्रुपको खाजा भन्दा त तपाईलाई मलाई त यसरी भन्दा पकाएर चाहिँ खान मन लागेको थियो। हो हजुरलाई के लागेको सार चाहिँ अनि खाजा ठिक छ जस्तो छ त्यस्तै ठिक छ हैन? लगाइ जस्तै हो सबै कुरो समयमा चल्नु पर्दो रहेछ। आफूले मागेको सबै कुरा पुर्याउनु हुँदै है जिन्दगी रमाइलो हुँदैन ल। मेरो बाउ अमृत पुरी देखाउँछ रे सान, तिम्रो पौलै सम्झै दिनु म सलमान खान।